नमस्ते साथीहरू। आज तपाईको 7 गते अब 20 गते खरिदारको परीक्षा हुनेछन्। यो बिचमा अब हामी केही एमसीक्यू जीकेहरू प्र्याक्टिस गर्यौं। यो चाहिँ यहाँ यस भिडियोमा तपाईको 10-11 वटा प्रश्नहरू रहेका छन्। बिचमा अलिकता डिस्कन्टिन्यू भएको थियो। अब त्यो पुरै पढ्दै गर्नु होला। केही नयाँ कुरा नहेरिकन च्यानलमा अपलोड भएको अथवा पढिसक्नु भएको पुराना भिडियोलाई अब रिभिजन गर्ने काम मात्रै गर्नु, नयाँ चाहिँ केही नहेर्नु होला। यो केही पुरानो पास्ट क्वेसनहरू भएकाले यहाँबाट चाहिँ हेर्दै गर्नु र अरू च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। अब हामी प्रश्नतिर लागौँ। पहिलो प्रश्न तपाईँको रहेको छ, बजराङ्गी राजा भनेर चिन्ने व्यक्ति को हुन्? अप्सन एमा जे पृथ्वी बहादुर सिंह, बीमा दलराज सिंह, सीमा हरिप्रसाद सिंह, डीमा भवानी सिंह र यसको सही उत्तर हो जे पृथ्वी बहादुर सिंह। बजाङ्गी राजा भनेर जे पृथ्वी बहादुर सिंहलाई चिनिन्छ र जे पृथ्वी बहादुर सिंहको अरू हामी विस्तृत जानकारी चाहिँ यहाँ हेरौँ। अब बजाङ्गी राजा भनेर मात्रै नसोध्न सक्छ, कहिलेकाहीँ जे पृथ्वी बहादुर सिंहको भित्रबाट जस्तो आधुनिक शिक्षाको प्रवर्तक भनेर कसलाई मानिन्छ भन्दाखेरि भनेर क्वेसन आउन सक्छ, त्यो भनेको जे पृथ्वी बहादुर सिंह हो। र अर्को, उहाँले सन् 1920 को दशकतिर पहिलो नेपाली पुस्तक अङ्ग विज्ञान लेख्नु भएको थियो र पहिलो नेपाली पुस्तक अङ्ग विज्ञानका लेखक को हुन् भनेर पनि सोध्न सक्छ, त्यो चाहिँ जे पृथ्वी बहादुर सिंह। अब यो प्रश्न पढ्नुभयो अप्सन सहित र यो डिटेलमा पनि पढ्ने गरौँ। दोस्रो नम्बरमा हेरौँ, विश्वमा सर्वप्रथम भ्याट लागू गर्ने देश कुन हो? फ्रान्स, चाइना, युएसए, युके। फ्रान्स, चाइना, अमेरिका, बेलायत। विश्वमा सर्वप्रथम भ्याट लागू गर्ने देश चाहिँ फ्रान्स हो। फ्रान्सले चाहिँ तपाईँको सन् 1945मा यो भ्याट प्रणाली अपनाइएको। भ्याटको फुल फर्म तपाईँको भ्यालु एडेड ट्याक्स भन्छ। इन्डियातिर अहिले जीएसटी वाला आएको छ, गुड सर्भिस ट्याक्स भनेर। पहिलो पटक भ्याटको अवधारणा 1945मा फ्रान्सले अपनाइयो। यो प्रणाली म्युरिसी लाउरे नामका एक फ्रेन्च कर अधिकारीले विकसित गरेका थिए र सुरुमा यो ठुला उद्योग र आयातकर्ताहरूमा सीमित थियो। पछि क्रमशः सबै क्षेत्रमा विस्तार गर्यो। नेपालमा पनि प्यान बिल चाहिँ 20,000सम्मको चाहिँ प्यान बिल काटिन्छ। 20,000भन्दा माथि गयो भने त भ्याट बिलमा जान्छ, भ्यालु एडेड ट्याक्स भन्छ। यो पुरै डिटेलमा हेर्नु होला। यो रातोले अन्डरलाइन गरेको कुराहरू पनि हेर्नु, 1945 र अर्को व्यक्ति भनेको माउरिसी लाउरे भनेर। तेस्रो नम्बरमा हेरौँ। तेस्रो नम्बरको पास्ट क्वेसन भएकाले यहाँ आन्सर मात्रै छ। नारायण हिटी दरबारका डिजाइनर को हुन्? नारायण हिटी दरबारका डिजाइनर तपाईँको बेन्जामिन पोल्क भन्ने व्यक्ति नारायण हिटी दरबारका डिजाइनर हुन्, जुन भनेको अहिले नारायण हिटी सङ्ग्रहालय भएको छन्। 4 नम्बरमा हेरौँ, सन् 2024 जनवरी 1 देखि 2 वर्षको अवधिका लागि सन् 2024 को जनवरी 1 देखि 2025 को डिसेम्बर 31 सम्म 2 वर्षका लागि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदको अस्थायी सदस्य राष्ट्रहरू कुन कुन भन्दाखेरि 2 वर्षको लागि अस्थायी सदस्य राष्ट्रहरू तपाईँको यो 5 वटा रहेको छन्, जसको बी आन्सर चाहिँ करेक्ट हो। पुरै पढ्नुभन्दा मैले यहाँ चाहिँ अन्डरलाइन गरेर राखिदिएको छु। बी नम्बर करेक्ट आन्सर हो। अल्जेरिया, गुयाना, दक्षिण कोरिया, सियरा लियोन र स्लोभेनिया। यो चाहिँ 5 वटा सम्झिनु होला। 2 वर्षको लागि हो, 2025 चलिरहेछ। त्यही भएर अहिले यो खरिदारको 20 गते सङ्घको हुने परीक्षामा अनि तपाईँको यो बागमती प्रदेशले भ्याकेन्सी निकालेछन्, त्यहाँ पनि सोध्न सक्छन्। यो भनेको एकदमै करेन्ट अफेयर, अन्तर्राष्ट्रियबाट पनि एउटा दुईटा प्रश्न हुन्छ। अब 5 नम्बरमा हेरौँ, इन्डोनेसिया सरकारद्वारा हालै सन् 2024 नोभेम्बरमा विशिष्ट अवार्ड करका बुराना अवार्डबाट सम्मानित हुने नेपाली उद्यमी को हुनुहुन्छ? ए नम्बरमा रहेछ विभा बस्नेत, निरज कार्की, चन्द्र प्रसाद ढकाल र अनिरुद्ध श्रेष्ठ। यसको सही उत्तर हो चन्द्र प्रसाद ढकाल। इन्डोनेसिया सरकारले जुन गरेको अवार्डमा तपाईँको नेपाली उद्यमी चन्द्र प्रसाद ढकाललाई चाहिँ अवार्ड प्रदान गरिएको हो। र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्दै भिडियोलाई लाइक गर्नु होला। केही जिज्ञासाहरू छ भने कमेन्ट बक्समा छोड्नु होला। केही प्रश्नहरूको उत्तर अलिकता तपाईँले तलमाथि लाग्छ भने त्यसको फेरि विस्तृत रूपमा हेर्नलाई त्यो कुराहरू पनि तपाईँ कमेन्ट बक्समा राखिदिनु भयो भने म हेरेर त्यहाँ डिटेलिङ गरिदिन्छु। 6 नम्बरमा रहेको छ, सरकारले भूमि समस्या समाधान आयोगको गठन कहिले गरेको हो? भूमि समस्या समाधान आयोगको गठन तपाईँको यो 2081 साल कार्तिक 13 गते गरिएको हो। 2081 साल कार्तिक 13 गते सरकारले भूमि समस्या समाधान आयोगको गठन गरेको हो
र यो अप्सनहरू आफै हेर्दै गर्नु होला। र यो अप्सन राख्नुको कारण के हो भने एक्जाममा हाम्रो अप्सन हुन्छन्, अप्सन सहित हेरियो भने त्यो अलिकता सजिलो हुन्छ। तपाईँको कार्तिक 13 पढ्नुहुन्छ, 81 पढ्नुहुन्छ, कहिलेकाहीँ 2081 हामी मात्रै पढ्छौँ, पछाडिको कार्तिक 13 पढ्दैनौँ। अब क्वेसन अप्सनमा तपाईँको 2081 81 चारवटै 81 यहाँ साउन भदौ असोज कार्तिक, त्यही भएर पुरै पढ्नु होला। 7 नम्बरमा हेरौँ, शुक्ला साहित्य पुरस्कार 2081 कसलाई प्रदान गर्यो? शुक्ला साहित्य पुरस्कार 2081 तपाईँको निर्मल प्रधान, मुकुन्द शरण उपाध्याय, हरिहरदेव पन्त, जनगमान गुरुङ। तपाईँको शुक्ला साहित्य पुरस्कार तपाईँको मुकुन्द शरण उपाध्यायलाई प्रदान गरियो। निर्मला प्रधान भनेको अर्कै व्यक्ति हो, उहाँलाई उपाध्यायजीलाई तपाईँको शुक्ला साहित्य पुरस्कार 2081 प्रदान गर्यो। 8 नम्बरमा हेरौँ, आइसिसी टी20 क्रिकेटमा सबैभन्दा धेरै रन बनाई कीर्तिमान कायम गर्ने टिम कुन हो? आइसिसी टी20 क्रिकेटमा गाम्बिया, नेपाल, मङ्गोलिया, जिम्बाब्वे। र यसको सही उत्तर हो जिम्बाब्वे। जिम्बाब्वेले चाहिँ आइसिसी टी20 क्रिकेटमा सबैभन्दा धेरै रन बनाई कीर्तिमान कायम गर्ने टिम भएको हो। र तपाईँको लास्ट इयर तपाईँको गण्डकीमा चाहिँ यो कम बलमा सर्वाधिक अर्धशतक बनाउने नेपाली खेलाडी कुन हो भनेर प्रश्न आएको थियो। त्यही भएर खेलबाट पनि प्रश्न आउने नै गर्छन्, खेलबाट अन्तर्राष्ट्रियबाट सबै हेर्नु होला। अब 9 नम्बरमा रहेको छ, हालै काठमाडौँमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन कहिले सम्पन्न भयो? हालै काठमाडौँमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन तपाईँको विक्रम सम्वत 2081 साल कार्तिक 9 देखि 11 गते सम्पन्न भएको हो। बी चाहिँ यसको करेक्ट आन्सर हो। अब ए होइन, सी पनि होइन, डी पनि होइन, यो अप्सनहरू चाहिँ हुनुपर्छ, तपाईँलाई पढ्न सजिलो हुन्छ। अब यसको 9 को करेक्ट आन्सर चाहिँ बी हो। 10 नम्बरमा हेरौँ, बालोन डी अवार्ड 2024 जित्ने पुरुष फुटबल खेलाडी को हुन्? बालोन डी अवार्ड 2024 जित्ने पुरुष फुटबल खेलाडी चाहिँ रोड्री हुन्। बी चाहिँ यसको सही उत्तर रोड्रीले जितेका हुन्। र यो बालोन डी अवार्ड, नोबल अवार्ड, अस्कर अवार्ड, नेपालको मदन पुरस्कार अवार्ड, जगदम्बा अवार्ड, साझा पुरस्कार, यो सबैबाट तपाईँको एउटादेखि 2टा प्रश्न अनिवार्य रूपमै भएकाले मदन पुरस्कार सम्बन्धी र 2081मा 2080-81मा नेपालको डिफ्रेन्ट तपाईँको जुन पुरस्कारहरू प्रदान गरिएको छ त्यसको सबै भिडियो पहिला अपलोड गरिसकेको छ। त्यो भिडियो च्यानलभित्र गएर तपाईँ हेर्नु होला पुरै। 11 नम्बर प्रश्न रहेछ, सही कथन सम्झिनु। सही कथन भनेको अन्तर्राष्ट्रिय मानव अधिकार घोषणा पत्र सन् 1948, सार्कका स्थापना 1985, युएनओका स्थापना 1945 र नेपालले युएनओको सदस्यता प्राप्त गरेको 1955। यो 4वटै सही हो र सम्झिनु होला। यो एकै ठाउँमा राख्नुको कारण के हो भने तपाईँको केही अन्तर्राष्ट्रिय ठुला तपाईँको संस्थाहरूको स्थापना वर्ष कहिले हो, नेपाल त्यसको सदस्यता कहिले प्राप्त गर्यो, त्यो संस्थाभित्र कतिवटा राष्ट्रहरू सदस्य छन्, त्यहाँबाट प्रश्न आएकाले मैले चाहिँ यसरी राखेको हो। र प्रत्येक भिडियोमा केही अन्तर्राष्ट्रिय कुराहरू यसरी नै समावेश गरिएको छ। अरू भिडियो खोजेर पनि हेर्नु र पहिला अब चाहिँ पुरानो भिडियोहरू नै तपाईँको रिभिजन गर्दै गर्नु। हस् त साथीहरू, यस भिडियोमा यति 11वटा प्रश्न रहेको छ। धन्यवाद।